गाइज तपाईलाई आज चाहिँ म एउटा वर्ड अथवा भनौँ न एक्रोनिमको बारेमा बताउँछु द्याट्स कल्ड पिओभी म यहाँ लेखिदिन्छु अनि पिओभी भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि इट्स कल्ड पोइन्ट अफ भ्यू हैन अनि टिकटकमा अथवा युट्युबमा कसैले केही कुराहरू भनिरहेको छ हैन कुनै सिद्धान्तको बारेमा कुनै कन्ट्रोभर्सियल टपिकको बारेमा भने त्यो चाहिँ उहाँहरूको पर्सनल ओपिनियन हो हैन उहाँले चाहिँ भन्ने कुरा सत्य हो अथवा उहाँले भनेको मात्रै सत्य हो भनेर चाहिँ हामीले कहिले पनि जज गर्नुहुन्न अनि अलवेज त्यो भिडियोमा चाहिँ डिस्क्लेमर राखिदिएको हुन्छ कुनै कुनै भिडियोमा डिस्क्लेमर नहुन पनि सक्छ हैन डिस्क्लेमर भनेको पनि यो कुरा हो कि यो भिडियो चाहिँ भिडियोको लागि हामीले बनाएको हो यो मेरो व्यक्तिगत विचार हो त्यो विचारमा तपाईँ सहमत हुनुहुन्छ या हुनुहुन्न त्यो तपाईको इन्डिभिजुअल जजमेन्ट हो त्यसकारणले गर्दा हामीले भिडियो हेर्दै गर्दा कन्टेन्टहरू कन्ज्युम गर्दै गर्दा केही कुरा सिक्दै गर्दाखेरि कसैले भनेको व्यक्तिगत ओपिनियन चाहिँ सत्य हो त्यही मात्रै सत्य हो अथवा यो सत्य हो भनेर चाहिँ हामीले आफ्नो धारणाहरू बनाउनु हुँदैन अलवेज रिमेम्बर अलवेज लर्न पिओभी मिन्स पोइन्ट अफ भ्यू अनि तपाईँले त्यो भिडियो हेर्नुहोस् अरूको पनि भिडियो हेर्नुहोस् आफ्नो धारणा आफै बनाउनुहोस् तपाईँको डिसिजन तपाईँको हातमा हुन्छ